राम्रो देखिन्छ। छाल यो गङ्गासागरको छाल अब हेर्नुहुन्छ तपाईहरुले हेर्नुस् छाल कसरी आउँछ हेर्नुस् छाल आएको सामने भयो काका उ त्यहाँ काका हुनुहुँदो रहेछ त्यहाँ रेकर्डिङ हुँदैछ रेकर्डिङ सबै रेकर्डिङ हो भिडियो कुन हो लु भन्नु यहाँ तपाईँ आज हामी 2070 सालको माघ 1 गते माघ 1 गते माघे सङ्क्रान्ति गर्न आउन हामी मकर नुहाउन यहाँ गङ्गा सागर हुँदै जगन्नाथ पुरीमा आएर हामीले कुनै गङ्गामा चाहिँ नुहाइराखेका छौँ हो यति भएपछि आयो नि त हैन हामी 10 जना मान्छे आएका छौँ भन्नु देवराजको श्रीमती अनि छोरो कान्छो छोरो अनि तीर्थराजको श्रीमती अनि कोशराजको श्रीमती दिव्यदेव र दिव्यदेव श्रीमती शिखरराज कोइराला र उसको श्रीमती पत्नी देवी 10 जनाको ग्रुपमा हामी आएर माघे सङ्क्रान्तिको उसमा नुहाइराखेका छौँ जगन्नाथको महाधाममा रेकर्डिङ गरेको क्या यो पाइयो नि आमाहरू त्यहाँ बसिराख्नु भएको छ ऊ यहाँ काकी ऊ त्यहाँ हुनुहुन्छ आमा हामी उडिसा स्टेटमा छौँ अहिले उडिसाका घरहरू बिल्डिङहरू सबै छन् यहाँ लिएको होइन यो सबै रेकर्डिङ हो भिडियो हुन्छ भिडियो रेकर्डिङ गरेको क्या समुद्रको छालहरू फोटोमा मात्रै आएन अब भिडियो गर्दा त सबै देख्छ नि त उनीहरूले पनि फोटो लिनु पर्ने